धेरै धेरै माया अनि धेरै धेरै सम्झना मेरी प्यारी आमालाई। आमा, छोरी टाढा छ भनेर कहिले चिन्ता नगर है, किनकि छोरीको शरीर मात्र टाढा हो, मन भने सधैँ आमाकै सामु हुनेछ। त्यसैले यो दसैँमा सँगै भएर दसैँ मनाउन पाइएन त के भयो, अब फेरि आउने सालको दसैँमा सँगै बसेर दसैँ मनाउला न है। छोरी एक्लै बिरानो ठाउँमा छ भनेर कहिले चिन्ता नगर है। म एक्लै कहाँ छु र मेरो प्यारी आमाले दिएको आशीर्वाद, मेरो प्यारी आमाले दिएको संस्कार सँगै वरिपरि राखेर बसेकी छु नि। त्यसैले छोरी परदेशमा दुःख गर्दैछ, एक्लै छ भनेर कहिले चिन्ता नगर है। के गर्नु आमा, यहाँ आउने रहर त कहाँ थियो र, बाध्यता थियो नि। त्यसैले छोरीले दुःख पाएकी मात्र हो आमा, हार त कहिले खाएको छैन। त्यसैले छोडेर जानेले गयो त के भयो, फरक पर्दैन आमा। त्यसैले मलाई जिन्दगीभरि साथ र हौसला दिने मेरी प्यारी आमा हुनुहुन्छ। मेरी आमाले दिएको आशीर्वाद र संस्कारलाई म कहिले भुल्दिनँ र कहिले परिवर्तन हुँदिन। मेरी प्यारी आमा, ह्याप्पी दसैँ। जे जस्तो भए पनि दसैँमा सँगै भएन, मन सानो नगरी दसैँ मनाउनु है।